आज चाहिँ म यता नेपाली डाँडापट्टि आएको छु हेर्नुलाई। अलैँचीबारी एकदम राम्रो देखिरहेछ। यता पारी यो छाँगे भयो, यो पारी जाने सादेवा कालीखोला जाने बाटो भयो। अनि यहाँ अलैँचीबारी साथै यहाँ स्प्रिङ्कल पनि यहाँनिर घुम्दैछ। यहाँनिर यसरी सिँचाइ गरिन्छ। त्यसै गरी यता पनि छ, यहाँ पनि यता स्प्रिङ्कल चल्दैछ भने यहाँ माथि पनि अर्को स्प्रिङ्कल चल्दैछ। त्यति मात्र नभए यहाँ चाहिँ भट्टी पनि सँगै रहेछ क्या, अलैँचीबारी वरिपरि बिचमा भट्टी, वरिपरि यस्तो छ भने सम्यक बस यहाँ नै पारी गाडी पनि जाँदैछ। यो भनेको चाहिँ उता सादेवा कालीखोला हुँदै जाने बाटो हो। यो पारीको सबै अलैँचीबारी भयो। अनि त्यता छाँगे भन्छ त्यो पारीकोलाई, यो वरिपरिको चाहिँ अलैँचीबारी भयो। ल स्प्रिङ्कलहरू लागिरहेछ। सम्यक बस आज आउँदाखेरि यो खिच्ने मौका पाएँ। यस्तो छ। देखो है गाइस, देखो ना, ये सब नज़ारा देखो ना गाइस, देखो ना।